त्यो काल्प्रिटले मेरो दिदीको जिन्दगी छिनेको आज 6 दिन भयो। कसरी दिन रात पार हुँदैछ कोही पनि थाहा पत्ता पाएको छैन र धेरैजनाले मलाई कमेन्ट गरेर सोधिरहेका छन्, तपाईले दिदीको चेहरा देखाउनु भयो तर त अपराधीको चेहरा किन लुकाउनु भयो, किन देखाउनु भएन भनेर धेरैजनाले कमेन्ट गरेको पछाडि यो भिडियो तपाईहरुको लागि बनाउँदैछु। यो हो त काल्प्रिट जसले मेरो दिदीको लाउलाउ खाउखाउको उमेरमा मेरो दिदीको जिन्दगी सुहा पार्दियो। यो काल्प्रिटको लागि डिक्सनरीमा जति पनि नराम्रो शब्द छन् सबै शब्दले गाली दिँदा पनि सर्टेज हुनेछ। त्यसले एउटा जिन्दगी मात्रै होइन, त्यसले एउटा परिवारको एउटी छोरी छिनेर लग्यो, एउटा दाजुको एउटी बहिनी छिनेर लग्यो, एउटा भाइको एउटा दिदी छिनेर लग्यो, एउटी 85 वर्षको बुढी आमाको एक मात्रै छोरी पनि छिनेर लिएर गयो। तपाईहरुले यो सोच्नुहुन्छ होला यो मान्छेले भ्युजको लागि गर्दैछ भनेर। कुनै भ्युज चाहिदैन, जसको घरको छोरी दिदी गएका छन् त्यसलाई मात्रै थाहा हुन्छ त्यो पीडा भनेको के हुन्छ, त्यसलाई मात्रै थाहा हुँदछ। त्यो अपराधीले हात त हालो तर बहुत गलत जग्गामा हात हालो। अहिले जेलको चक्की पिसिरहेको छ र म छोड्दिन। अरु पनि जो छन् यसमा लिप्त भएका कसैलाई पनि छोडा जाँदैन। मेरो एक मात्रै दिदीले जिन्दगीभर दुःख कष्ट र संघर्ष मात्रै गरी घर परिवार हस्बेन्ड छोराछोरीको लागि जिन्दगीभर मेहनत गरी ठुलो घर बनाई छत हालेको शिवजीको मन्दिर बनाई, मन्दिर बनाउँदाखेरि मिस्त्री सँगै दिदीले कति मेहनत गरी। त्यस्तो राम्रो सोच विचार भएको दिदीलाई आज यिनीहरूले खाए। के कमी थियो मेरो दिदीमा? सुक्खा भन्ने वस्तु कहिले पनि हेर्न पाइन। हामीहरूको ठुलो गल्ती यस्तो हुन्छ भनेर जानेको भए नि त्यो घरमा छोरी पनि नदिने, सरकारी नोकरी छ, पैसा छ, धन सम्पत्ति छ भनेर हामीले दिदीलाई बिहे दिएका थियौँ। जुन चाहिँ सबै आमा बाउ दाजुभाइहरूले मेरो दिदीले कष्ट पाउँदिने, मेरो छोरीले कष्ट पाउँदिन, त्यस्तै घरमा बिहे दिनुपर्छ भनेर सोच्दछन्। दिदी बहिनी भनेको के हो तपाईहरुलाई आज भन्छु म। कति पीर परेको छ जसको घर परिवारमा आमा छैन त्यसलाई सोध्नुहोस्। दिदी बहिनी भनेको अर्को आमाको रूप हो, घरकी लक्ष्मी हो, देवी हो। त्यो चुतियाको नोकरी पनि कति वर्ष अगाडि जान आँटेको थियो, त्यो नोकरी पनि दिदीको मुख हेरेर बचाएर ल्याइदिएका थियौँ हामीहरूले। त्यो राति त्यस्तो घटना हुँदा पनि एक पटक मेरो मोबाइलमा फोन आएन, म छक्क परे। यस्ता छोराछोरी हुनु भन्दा त नि बाज भएर पसेको फाइदा छ। जुन चाहिँ जवान छोराले एउटा आमाको जिन्दगी बचाउन सकेन, त्यत्रो घटना भयो। र हो त घटना हुने दिन ठुल दाजुसँग पनि 1 घण्टा बात गरेकी, राति भात खाएर सुत्छु भनेर सुतेकी। अनि बिहान अचानक दाजुलाई फोन गयो आमाको मुखबाट फिज आउँदैछ भनेर। कसै गरेर हस्पिटल पुर्याउनु पर्छ भन्ने बित्तिकै फोन काटो। 1 मिनेट पछाडि फोन गरेर फेरि भन्दैछ होइन त आमाको हात खुट्टा एकदमै टाइट भएको छ, कसरी पोसिबल हुन्छ? गएर हेर्दाखेरि यति छक्क परे। बिस्तार पनि कति मजाले मिलेको, कति मजाले सजाको। हामीहरू सुत्दाखेरि पनि ओछ्यान यताउता हुन्छ होला, त्यतिखेर अनुहार पनि सफा, सबै थोक सफा, ओछ्यान पनि सफा। मैले हेर्दाखेरि मै छक्क परे। 10 मुनमा 1 मुन पनि मलाई लागेन कि त्यस्तो भएको छ भनेर। राति कतिखेर घटना भएको थियो त्यो छोराले एक पटक मलाई फोन गरेन, एक पटक मलाई इन्फर्मेसन दिएन। म त जान्थे नि त राति कसै गरेर पनि गाडी भाडा गरेर पनि कुनै नभए कुनै हस्पिटलमा लिएर गएर बचाउँथे मेरो दिदीलाई। अन्तिममा राति कतिखेर घटना भएको बिहान 5 बजी फोन गरेर भन्दछ। मैले त अर्काको मोबाइलबाट थाहा पाएँ 7 बजी र यहाँबाट तुरन्त गएको थिएँ म। उहाँ जाने बित्तिकै देखेर त्यो दृश्य देखेँ, वर्णना गर्न सक्दिनँ म। र बिहान पुग्ने बित्तिकै त्यो काल्प्रिटले अझै पनि पैसाको घमण्ड देखाइरहेको थियो, अहङ्कार देखाइरहेको थियो। ती समाजबाट एक घर भएका छन्, तिनीहरू अल्ल घर पल्ल घर कुनै पनि घरमा आना जाना पनि छैन। पैसाको अहङ्कारले गर्दाखेरि त्यो काल्प्रिटलाई अरू मान्छे नपुगिकन दाउरा काट्न हतार भएको थियो। डेट मिन्स हामीहरू पुग्ने अगाडि लगेर कसैले थाहा नपाइकन अन्तिम संस्कार गर्ने धन्दा गरेका थिए। प्रेसर स्ट्रोक भएको छ भन्न खोजेका थिए तिनीहरूले। त्यतिखेर लगे गएर कोही पनि हात नलगाऊ मेरो दिदीको शरीरमा भनेर मैले माना गरिदिएँ। यदि तिनीहरूको केही पनि गल्ती थिएन भने यस्तो हतार के को थियो? कुनै मान्छेहरू पनि आइपुगेका थिएनन्, तिनीहरूका आफ्ना मान्छेहरू पनि आइपुगेका थिएनन्। यति सजिलो छ घरको बाख्रा पाटा मरेर फालिदिए जस्तो मान्छेले बहुत गलत जग्गामा हात हाल्यो, यति सजिलो छैन। र त्यो अपराधीको नाम पनि मेन्सन गरिदिँदैछु। यो अपराधीको नाम हो अतिराम कुर्मी र यसको ठाउँ हो बटाबारी पानबारी। अगाडिबाटै धेरै अत्याचार गरिरहेको थियो र मैले 1-2 पल्ट गएर एफआइआर पनि गरेर आएको थिएँ। र यस्तो अत्याचार देखेर आजबाट 10-11 वर्ष अगाडि दिदीलाई आफ्नै घरमा ल्याएर राखेका थियौँ। 1 वर्षसम्म राख्यौँ। त्यस पछाडि त्यो काल्प्रिट फेरि आयो। आजदेखि केही गर्दिन, अन्याय अत्याचार गर्दिन भनेर लिएर गएर आज यो कन्डिसन पारिदियो। खायो मेरो दिदीलाई, खायो त्यसले। मेरो 85 वर्षको बुढी आमाले दिदीको त्यो अन्तिम चेहरा हेर्दाखेरि मेरी बुढी आमा कति रुनु भयो होला। सबैको आमा बाउ रुन्छन्। अवस्था त्यस्तो हुँदा पनि कुनै दिन दिदीले राम्रो हस्पिटलको अनुहारै देखिन। त्यो हरामीको डरले सबै कुरो हामीहरूलाई पनि लुकाएर राख्थे। छोराछोरी त्यत्रा
ठुल्ठुला सबै छोरीहरूको बिहे भएको, छोराको पनि बिहे भएको, त्यसले एउटा छोराले छोराको आँखा छेउमा बाउले गरेको अत्याचार हेरिराखो र सकेसम्म बाउलाई नै साथ दियो होला, आमालाई बचाउनै प्रयास गरेन। जदि त्यस्तो खालको घटना भइरहेको थियो भने त्यत्र गाउँका छरछिमेकी थिए, काहीँ नभए काहीँ त खबर दिन सकिन्थ्यो। मेरो घर पनि यहाँबाट धेरै टाढा होइन, 20 मिनटमा पुग्छु बाइक स्टार्ट गर्दाखेरि। बेला बेला राति 11 बजी, 10 बजी, 10:30 बजी पनि पुग्ने गर्थेँ म। त्यस्तो जदि घटना भएको थियो भने किन भनेर मलाई पुलिस प्रशासनको धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँहरूले रियलाइज गर्नुभयो, आज तदन्त गरेर उसलाई जेलको भित्र हालेका छन्। र यो बेला तपाईँहरूको समक्ष एउटा विनम्र रिक्वेस्ट गर्न चाहन्छु, तपाईँले छोरी चेली दिदी बहिनीलाई बिहे दिन आँट्दै हुनुहुन्छ भने नोकरी मात्रै हेरेर होइन, पैसा धन सम्पत्ति मात्रै हेरेर होइन, त्यो फेमिलीको त्यो केटाको चाहिनु पर्ने जुन आचार व्यवहार कस्तो छ, सबै मान्छे त्यस्ता हुँदैनन्, तर आचार व्यवहार कस्तो छ एटलिस्ट त्यति विचार गरेर मात्रै छोरी चेली दिनु पर्दछ बिहे। म बारम्बार भन्दैछु, सबै मान्छे त्यस्ता हुँदैनन्, तर 100मा 1-2 जना त्यस्ता चुतिया हुन्छन्। त्यसले गर्दाखेरि गाउँको बदनाम हुँदछ, एउटा समाजमा कलङ्क दाग लगाउँदछ। कस्तो सडिएको बानी बेहोरा भन्नुहोस् त। तातो भात दिँदाखेरि चिसो भात चाहिने, चिसो भात दिँदा तातो भात चाहिने, खोले भात दिँदा चाम्रे भात चाहिने, माछा मासु चाहिने, 24 घण्टा माछा मासु खाना नपाएका हुन्। त्यस्तो अत्याचार गर्न पाइन्छ हो? कहाँ लेखेको त्यस्तो अत्याचार गर्न? र त्यसैले भन्दछु, नोकरी धन सम्पत्ति पैसापाती हुने साथसाथै यो ज्ञान पनि हुनुपर्दछ मान्छेको। र अन्तमा एउटै कुरा भन्न चाहन्छु, दिदीको आत्माले शान्ति पाओस्।